क्लास 9 दुईको तयारी सुरु गर्नुभयो? कक्षा 9 साइन्सलाई अब बनाउनुहोस्। वन शट भिडियो आइसकेको छ। आजै सब्स्क्राइब गर्नुहोस्, बेल आइकन थिच्नुहोस्। हेलो क्लास 9, कस्तो भइरहेछ त पढाइ? तपाईहरुले धेरै दिनदेखि वेटिङ गरिराख्नु भएको थियो। धेरैजनाले हाम्रो च्यानलमा कमेन्ट गरिराख्नु भएको थियो कि सर क्लास 9 कुनै भिडियो लिएर आइसक्नुभयो। त अब तपाईहरुको वेटिङ खतम भयो। अब हामी यो च्यानलमा दिपेन्द्र एजुकेसन टेक क्लास 9 एन्ड 10th मा क्लास 9 को पुरै कोर्स लिएर आउने बेला छ। एकदम पुरै कम्प्लिटली तपाईको एक्जाम ओरिएन्टेड भएर आजदेखि हामी सुरु गर्छौँ पहिलो, किनकि धेरैजना गरिराख्नु भएको थियो सर साइन्सको ल्याउनु, म्याथको ल्याउनु। हामी सुरु गरिरहेका छौँ साइन्सदेखि। साइन्सको त्यो पनि पहिलो च्याप्टर साइन्टिफिक लर्निङ छ। त्यो पहिलो च्याप्टरबाट हामी सुरु गर्ने बेला छौँ र इङ्ग्लिस र नेपाली दुईटै मिडियममा हुन्छ। तपाईँको एक्सप्लेनेसन नेपालीमा हुन्छ, नोट्सहरू इङ्ग्लिसमा हुन्छ। तपाईँले जुन तरिकाले सहज हुन्छ, जे होस् तपाईँले बुझ्न सहज हुन्छ त्यो तरिकाले हामी तपाईँहरूलाई यहाँ प्रोभाइड गर्नेछौँ एकदम सजिलो तरिकाले। अब युट्युबमा कहाँ खोज्ने, कतै पाइरहेको छैन, त्यो सबै टेन्सन तपाईँहरूको आजदेखि फिनिस भयो। एउटै तपाईँ च्यानलमा आउनु, दिपेन्द्र एजुकेसन टेक। यहाँ तपाईँले कम्प्लिटली सब थोक पाउनुहुन्छ। सो आज टाइम वेस्ट नगरिकन हामी लागौँ आफ्नो भिडियोतिर। आज हाम्रो पहिलो कुन च्याप्टर छ त साइन्टिफिक लर्निङ, जुन क्लास 9 को पहिलो च्याप्टर हुने बेला छ साइन्टिफिक लर्निङ। यो साइन्टिफिक लर्निङ च्याप्टरलाई हामी बुझ्ने बेला छौँ। अब साइन्टिफिक लर्निङ भनेको के हो? अब साइन्स भनेको तपाईँहरू यस्तो सब्जेक्ट हो। अब साइन्स धेरैजनाले भन्छ कि मलाई गाह्रो लाग्छ। अब साइन्स किन गाह्रो लाग्छ? साइन्स अरू सब्जेक्ट भन्दा बेग्लै छ। किनकि जब तपाईँ साइन्सलाई एउटा सब्जेक्ट नमानिकन त्यसलाई आफ्नो डेली लाइफमा युज गर्ने साधन भनेर यदि बुझ्नुहुन्छ भने साइन्स सजिलो हुन्छ। साइन्स एउटा यस्तो सब्जेक्ट हो कि जुन तपाईँको बुक मात्र सीमित नभएर आफ्नो डेली लाइफमा हरेक काममा प्रयोग भइरहेछ साइन्स। अब कसरी प्रयोग भइरहेछ? जब तपाईँ साइन्स पढ्दै जानुहुन्छ अनि थाहा हुन्छ कि साइन्स के हो, कसरी हो। पहिलो हो साइन्टिफिक लर्निङ। अब जब हामी साइन्स पढिरहेका छौँ भने साइन्स कुन तरिकाले पढ्ने हो? त जुन तरिकाले साइन्टिस्टले अध्ययन गरेको छ त्यो तरिकाले हामी साइन्सलाई पढ्ने हो साइन्टिफिक लर्निङ। अब साइन्टिफिक लर्निङ भनेको के हो? सुरुमा हामी अलिकति इन्ट्रोडक्सन। साइन्स भनेको के हो? साइन्स भनेको यस्तो भनेको साइन्स प्लेज एन इम्पोर्टेन्ट रोल्स इन आवर डेली लाइफ। हाम्रो दैनिक जीवनमा एकदम महत्त्वपूर्ण भूमिका खेल्ने विषय हो विज्ञान, जसलाई हामी साइन्स भनेर चिनिन्छौँ। हाम्रो जीवनमा हरेक काममा हेर्दाखेरि कहीँ कहीँ साइन्सको उपयोग भइरहेछ। अब त्यो कसरी थाहा पाउने कि साइन्सको उपयोग भइरहेछ? अब जस्तै मानव अहिले तपाईँको हातमा मोबाइल होस्, ल्यापटप हो। अब यो ल्यापटप कसरी बनेको हो? यसमा साइन्स छ। अब आकाशमा एरोप्लेन कसरी उड्छ? त्यसमा साइन्स छ। अब कुकरमा खाना कसरी पाक्छ? त्यसमा साइन्स छ। हरेक कुरामा साइन्स छ। जस्ट तपाईँले यसले बुझिराख्नु भएको छैन कि त्यो साइन्समा कसरी एप्लाई भएको छ, त्यसमा साइन्स कसरी एप्लाई भएको छ। बिना साइन्सको यो संसारमा कुनै कुरा सम्भव छैन। हरेक कुरा छ त साइन्सकै कारणले। अब त्यस्तै यहाँ भनेको छ अब के गर्छ साइन्सले? इट हेल्प्स टु अन्डरस्ट्यान्ड द नेचरल वर्ल्ड्स एन्ड सल्भ द प्रब्लम्स। अब यो नेचुरल वर्ल्डलाई, यो संसारलाई बुझ्ने, त्यहाँ भएको समस्याहरूलाई समाधान गर्ने उपायहरू यहाँबाट हामी के गर्छौँ त बुझ्छौँ। त्यसपछि लोजिकल भनेको लजिक भएको कुराहरू सोच्ने, साइन्टिफिक तरिकाले सोच्ने तरिका हामी कहाँ त साइन्सबाट बुझ्छौँ। एउटा क्वेसन तपाईँहरूलाई म अहिले सोध्छु, एकछिनको लागि भिडियो पोज गर्नुहोस् र अहिले मानौ तपाईँ जहाँ बसिराख्नु भएको छ त्यो वरिपरि केही यस्तो कुरा होला कि त्यो कुरा कसरी भएको छ? एउटा कुरा टिपोट गर्नुहोस्। तपाईँले के लाग्छ? कुनै होला तपाईँको नजिकैमा कि तपाईँलाई लाग्छ कि यसमा केही न केही साइन्स छ, यो कसरी भएको छ? त्यस्तो कुरा टिपोट गर्नुहोस्। एउटा बढी होइन, एउटा एकजनाले एउटा कमेन्टमा टिपोट गर्नुहोस् कि कसरी भएको छ। जब तपाईँ यस्तो कुरा सोच्नुहुन्छ, खोजी गर्नुहुन्छ, तपाईँहरू साइन्स पढ्न कति सजिलो लाग्छ। त सबैजनाले अहिले जतिजना यो भिडियो हेरिराख्नु भएको छ एउटा गर्नु, आफ्नो वरिपरिमा केही न केही होला, यहाँ साइन्सको युज भएको छ। त्यो दिमागमा जे लोजिक लगाएर सोच्नुहोस् कि कुनै चाहे यसको आन्सर आओस् नआओस्, जे होस् एउटा लेख्नु कि यो किन भएको छ, यसमा केही न केही साइन्स छ। त्यो कुराहरू कमेन्टमा लेख्नुहोस्। अब त्यसपछि आउँछ साइन्टिफिक लर्निङ। अब साइन्स भनेको हामी बुझिसक्यौँ कि हाम्रो जीवनमा
बढी काम भइरहेको छ त्यसमा साइन्सको सहयोग छ, बिना साइन्सले केही काम हुँदैन त्यो साइन्स। अब त्यसपछि अर्को टपिक छ साइन्टिफिक लर्निङ। अब यो साइन्टिफिक लर्निङ भनेको के हो त? वैज्ञानिक तरिकाले सिकाइ कसरी? वैज्ञानिक तरिकाले सिकाइ कसरी गर्ने हो त्यो प्रोसेसलाई भन्छ के त? साइन्टिफिक लर्निङ। अब साइन्टिफिक लर्निङ इज अ सिस्टमेटिक वेज अफ गेनिङ नलेज थ्रु अब्जर्भेसन, क्वेसनिङ, इन्भेस्टिगेसन, एक्सपेरिमेन्टेसन। इट हेल्प्स टु अन्डरस्ट्यान्ड नेचुरल फेनोमेनन बेस्ड अन एभिडेन्स रादर देन गेस वर्क। अब साइन्सले के भन्छ? अब कुनै कुराको तपाईँ अनुमान लाउनुहुन्छ। साइन्सले यो कुरालाई मान्दैन। साइन्सले कुन कुरालाई मान्छ कि अब्जर्भेसन गर्नु, एक्सपेरिमेन्ट गर्नु, क्वेसन गर्नु, त्यसलाई सल्भ गर्नु, त्यसलाई साइन्स मान्छ। अनुमान नगरिकन, अनुमानको भरले होइन कि यो यसो भएको छ, त्यो कुरालाई वास्तविक एक्सपेरिमेन्ट प्र्याक्टिकल गरेर सत्य तथ्य सही पार्ने सब्जेक्ट हो साइन्स। अब साइन्टिफिक लर्निङ भनेको के हो त? एउटा वे हो, एउटा सिस्टमेटिक स्टडी हो। यस्तो तरिकाले स्टडी हो जुन तरिकामा गेनिङ नलेज। अब कसरी नलेज गर्ने त? सबभन्दा पहिलो चाहिँ अब्जर्भेसन। अब्जर्भेसन भनेको के हो त? कुनै कुरा हेरेर, जस्तै अहिले मानौँ तपाईँ भिडियो हेरिराख्नु भएको छ भने के हो त? अब्जर्भेसन हो। अहिले तपाईँ अब्जर्भ गरिराख्नु भएको छ कि यो भिडियो कस्तो छ, यो भिडियोमा के यो भिडियोबाट हामी सिक्न सक्छौँ, त्यसलाई के भन्छ त? अब्जर्भेसन। त्यसपछि क्वेसन। अब मानौँ यो टपिकमा तपाईँले कुनै यस्तो होला कि बुझ्न सकिँदैन, त्यसको लागि यो क्वेसन सल्भ गर्ने। कुन यस्तो कुरा तपाईँले बुझ्न सक्नु भएन, त्यो कुरा के गर्ने? त्यहाँ क्वेसनमा लेख्ने हो, त्यसलाई भन्छ क्वेसन। अर्को चाहिँ इन्भेस्टिगेसन। इन्भेस्टिगेसन भनेको के हो त? खोज पडताल गर्ने। अब जस्तै मानौँ यहाँ कुनै एउटा यस्तो इक्जाम्पल होला, अनि त्यसको फ्याक्ट तपाईँले यहाँ पाउनु भएन, त्यसको इन्भेस्टिगेसन गरेर तपाईँ त्यसलाई सत्य तथ्य प्राप्त गर्ने हो, त्यसलाई के भन्छ त? इन्भेस्टिगेसन। अर्को छ एक्सपेरिमेन्टेसन, जुन हामी कहाँ गर्छौँ त? ल्याबमा गर्छौँ। ल्याबमा गएर एक्सपेरिमेन्ट गर्ने, यो प्रोसेसलाई के भन्छ त? साइन्टिफिक लर्निङ भन्छ। इट हेल्प्स टु अन्डरस्ट्यान्ड नेचुरल फिनोमेनन्स बेस्ड अन एभिडेन्स रादर देन द गेस वर्क। गेस वर्कमा होइन, के गर्छ? त्यो एभिडेन्स चाहियो, प्रमाण चाहियो, सत्य प्रमाण चाहियो, त्यसले फलो गर्छ साइन्टिफिक लर्निङलाई। त्यसपछि अर्को छ स्टेप्स अफ साइन्टिफिक रिसर्च। साइन्टिफिक कुनै एउटा साइन्टिफिक रिसर्च गर्छ भने त्यसको स्टेप्सहरू के छ, त्यसको चरणहरू के छ, प्रोसेसहरू के छ? पहिलो आइडेन्टिफाई द प्रोब्लेम्स, आस्क द क्वेसन। यदि कुनै क्वेसन आइडेन्टिफाई प्रोब्लेम्स अर आस्क द क्वेसन, पहिला आइडेन्टिफाई गर्नु, पत्ता लगाउनु कि के क्वेसन छ, वा आस्क अ क्वेसन, कसैसँग आफै पत्ता लगाउनु वा कसैसँग सोध्नु, क्वेसन पहिलो प्रोसेस हो। त्यसपछि कलेक्ट ब्याकग्राउन्ड इन्फर्मेसन। अब कुनै क्वेसन छ, कुनै सत्य तथ्य छ भन्ने, त्यसको के गर्ने? ब्याकग्राउन्ड इन्फर्मेसनहरू खोज्ने हो। तेस्रोमा आउँछ फर्म हाइपोथेसिस, परिकल्पना गर्नुहोस्, हाइपोथेसिस गर्नुहोस्। जस्तै मानौँ कुनै एउटा क्वेसन आयो, एउटा सिम्पल म इक्जाम्पल दिन्छु तपाईँहरूलाई। मानौँ यो भाँडा छ, यो भाँडामा पानी छ, यहाँबाट हामी के दिन्छौँ त? आगो दिन्छौँ, यहाँबाट हामी आगो दिन्छौँ, यो किन उम्लिन्छ? जस्तै पहिलो कुरा, पहिलो हामी यहाँ त के गर्यो? त्यहाँबाट क्वेसन निस्कियो। अब यसको के गर्ने? इन्फर्मेसन सर्च गर्ने। त्यसपछि फर्म हाइपोथेसिस, आफैमा परिकल्पना गर्ने हो कि यो पानी आगोले तताउँदा भाप बनेर किन उड्छ, त्यसलाई भन्छ कि हाइपोथेसिस। भनेको परिकल्पना गर्नुहोस्, आफ्नो माइन्डमा परिकल्पना गर्नुहोस्। त्यसपछि कन्डक्ट एन्ड एक्सपेरिमेन्ट, त्यसपछि यसलाई गएर एक्सपेरिमेन्ट गर्ने हो। अर्को हुन्छ रेकर्ड्स एनालाइसिस द रिजल्ट, त्यसपछि के रिजल्ट आउँछ त्यसलाई के गर्ने? एनालाइसिस गर्ने हो, त्यसपछि कलेक्ट गर्ने हो। अर्को डिसाइड वेदर द हाइपोथेसिस इज करेक्ट अर नट, त्यसपछि जब एक्सपेरिमेन्ट गरेर, पहिला के भयो त? पहिला हाइपोथेसिस भयो, त्यसपछि एक्सपेरिमेन्ट भयो। यो एक्सपेरिमेन्ट पछि यसलाई कनेक्ट गर्नु कि यो राइट छ कि रङ छ, त्यसपछि के भन्छ? रिपोर्ट द फाइन्डिङ्स, त्यसपछि सबै कुराहरूलाई रिपोर्ट गर्ने कि सही हो कि राइट हो। यो साइन्टिफिक प्रोसेस हो। साइन्टिफिक लर्निङको स्टेप्स वा प्रोसेस बुझौँ कि यो तरिकाले साइन्टिफिक लर्निङ काम गर्छ। अब त्यसपछि नेक्स्ट आउँछ। अब स्टेप्स कसरी थियो? आस्क अ क्वेसन, कुनै पनि क्वेसन पहिला सल्भ गर्ने, कुनै पनि क्वेसन सोध्ने, कसैसँग सोध्ने? आफ्नै मनमा। म पहिला नै भनेको थिएँ, अहिले एउटा क्वेसन तपाईँहरू फाइन्ड आउट गर्नु, साइन्ससँग रिलेटेड कुनै तपाईँहरूलाई यस्तो लाग्छ कि यो कसरी भएको छ, यसलाई मानौँ बुझ्न सकिरहेको छैन,
त्यो कुरा खोज पडताल गर्नु। एउटा क्वेसन अहिले कमेन्टमा लेख। त्यसपछि के छ डु ब्याकग्राउन्ड रिसर्च, रिसर्च गर्ने हो, त्यसपछि हाइपोथेसिस गर्ने हो। अब थिङ्किङ अगेन, त्यसपछि टेस्ट विथ एक्सपेरिमेन्ट छ। पहिला हाइपोथेसिस गर्ने, त्यसपछि टेस्ट गर्ने हो, अनि त्यसपछि लास्टमा के गर्नु रिपोर्ट गर्ने। त्यो एक्सपेरिमेन्ट गर्ने एउटा प्रोसेस हो, स्टेप्स हो। अब त्यसपछि आउँछ मेथड्स अफ लर्निङ साइन्स। अब साइन्सलाई सिक्ने, लर्न गर्ने तरिकाहरू के छ, मेथड्सहरू के छ। यहाँ धेरै मेथड्सहरू दिएको छ। सबभन्दा पहिलो क्वेसन दिएको छ डिफरेन्ट मेथड्स। अब्जर्भेसन मेथड। अब्जर्भेसन मेथड भनेको के हो त, कुनै कुरालाई आफ्नो प्रत्यक्ष आँखाले हेरेर, जस्तै मानौँ यहाँ एउटा एक्सपेरिमेन्ट दिएको छ। एउटा भाँडा छ, तलबाट के दिएको छ त आगो छ। अब यहाँ यसको बिर्को निकाल्दाखेरि भाप निस्किन्छ, वाटर पेपर सबै छ। यहाँबाट के गर्ने, पहिलो तरिका हामी यसलाई हेर्ने, आफ्नो प्रत्यक्ष आँखाले हेर्ने, यहाँ के हेरिरहेछ, के छ, यहाँबाट के पत्ता लगाउन सकिन्छ। त्यो के भयो, पहिलो प्रोसेस भयो अब्जर्भेसन। भनेको हामी आफ्नो आँखाले प्रत्यक्ष रूपमा हेर्न सकिन्छौँ, त्यसलाई के भन्छ त अब्जर्भेसन। आफ्नो प्रत्यक्ष आँखाले हेरेर त्यहाँबाट कुराहरू पत्ता लगाउने। त्यसपछि दोस्रो कुरा आउँछ कि एक्सपेरिमेन्टल मेथड। एक्सपेरिमेन्टल मेथड भनेको के हो त, कुनै कुरालाई प्र्याक्टिकल रूपमा गर्ने, ल्याबमा गएर प्र्याक्टिकल गर्ने, त्यसलाई भन्छ एक्सपेरिमेन्ट, प्रयोजनाकारी। त्यसलाई प्रयोग गर्ने, प्रयोग ल्याबमा गएर त्यसलाई एक्सपेरिमेन्ट गर्ने। अर्को आउँछ डेमोन्स्ट्रेसन मेथड। अब डेमोन्स्ट्रेसन मेथड भनेको के हो त, मानव ल्याबमा गएर कसैले प्र्याक्टिकल गरिरहेछ। मानव सबभन्दा पहिला यहाँ टिचरले एक्सपेरिमेन्ट गरिराख्नु भएको छ। अब टिचरबाट को सिक्छ, स्टुडेन्ट सिक्छ। यो प्रोसेसलाई भन्छ डेमोन्स्ट्रेसन मेथड। भनेको एकजनाले एक्सपेरिमेन्ट गरेको छ, त्योबाट कसैले सिकिरहेछ भने यो प्रोसेसलाई भन्छ डेमोन्स्ट्रेसन मेथड। अर्को छ डिस्कसन मेथड। अब क्लासमै ग्रुप बनाएर त्यसमा डिस्कसन गरेर, छलफल गरेर त्यो प्रब्लमलाई सल्भ गर्ने प्रोसेसलाई भन्छ त डिस्कसन। अर्को भन्छ प्रोजेक्ट मेथड। अब कुनै प्रोजेक्ट तपाईँहरूले दियो, मानव सेम ये प्रोजेक्ट दियो भन्छ, तपाईँहरूले यस्तै प्रोजेक्ट बनाएर ल्याउनु सेम तरिकाले। यो मेथडबाट नि साइन्स सिक्न सकिन्छ। अब प्रोब्लम सल्भिङ मेथड। अब यो कसरी भयो, यसको प्रोब्लम सल्भ गरेर साइन्स सिक्न सकिन्छ। क्वेसन आन्सर मेथड। अब एकजनाले क्वेसन सोधियो, अब स्टुडेन्टले क्वेसन सोधियो, टिचरले त्यसको आन्सर दियो, त्यो दुइटाबाट नि के हो त साइन्स सिक्न सकिन्छ। त साइन्सलाई लर्निङ गर्ने मेथड हो। अब यो तपाईँहरूको इक्जाम्समा सोधिने खालको नि क्वेसन तपाईँको 2 मार्क्स 3 मार्क्समा क्वेसन सोधिन्छ कि मेथड्स अफ लर्निङ साइन्स, राइट द मेथड्स अफ लर्निङ साइन्स, क्वेसन आउन सकिन्छ त्यहाँले। अर्को छ क्वेसन्स फर डिस्कसन। अब डिस्कसन गर्न, मानव अब कस्तो खालको क्वेसन, अब जे पाए त्यही क्वेसन त आफ्नो दिमागमा त केही न केही यदि क्रिएटिभिटी भएर अहिले सोच्छौँ हामी अनि क्वेसन त आउँछ। अब यहाँमा अब के यहाँ मैले क्वेसन राखेको छु, योसँग रिलेटेड क्वेसन्सहरू राखेको छु। मैले भन्दैछ व्हाट ह्यापन्स टु वाटर भेपर्स व्हेन इट इज कुल्ड। अब यसमा जुन यो वाटर भेपर छ, यदि यो वाटर भेपरलाई कुल गरियो, चिसो गरियो, अहिले यहाँबाट जब हिट दिइरहेछ भने यो के बनिरहेछ त भाप बनिरहेछ। यहाँबाट यो के बन्छ त भाप बनिरहेछ। अब जब यसलाई के भन्छौँ व्हेन इट इज कोल्ड, जब हामी यसलाई चिसो पार्छौँ भने के हुन्छ, सोच्ने कुरा हो। यस्तै तरिकाको क्वेसन हामी फाइन्ड आउट गर्न सकिन्छौँ। अब के हुन्छ जब व्हेन इट इज कोल्ड भन्छ, के गर्छ त्यो लिक्विडको फर्ममा भन्छ। के भन्छ त लिक्विडको फर्ममा भन्छ। अब यो जुन भाप छ त्यो भाप के भन्छ, यसलाई फेरि हामी चिसो गरिदिन्छौँ भने यो आइस वा लिक्विडको फर्म, पहिला त लिक्विड बन्छ, फेरि त्यसलाई चिसो 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 गरिदियो भने यदि धेरै मात्रामा चिसो गरियो भने त्यो लास्टमा के हुन्छ सोलिड यानि आइसको रूपमा परिणत हुन्छ। तर पहिला के गर्छ त्यस्तो लिक्विडको फर्म भन्छ। त्यसपछि अर्को क्वेसन व्हाट इज द प्रोसेस अफ चेन्जिङ वाटर भेपर इन्टु लिक्विड। त्यो सही कुरा हो। यो चेन्ज हुने प्रोसेसलाई के भन्छ, वाटर भेपरबाट लिक्विड बन्ने प्रोसेसलाई के भन्छ, त्यो प्रोसेसलाई के भन्छ त कन्डेन्सेसन भन्छ। CONDENSATION यो प्रोसेसलाई भन्छ। यहाँ छापेछ। अर्को व्हाट ह्यापन्स व्हेन वाटर इज हिटेड कन्टिन्युअसली। जब वाटरलाई कन्टिन्युअसली हिट गरिरहेको छ, मानव यसमा जति वाटर छ त्यो वाटरलाई कन्टिन्युअसली हिट गरिदिरहेको छ भने के हुन्छ, सही कुरा हो। के हुन्छ त यो भाप बनेर उड्छ, स्टिम भएर उड्छ। त्यसपछि अर्को कुरा छ गिभ अनदर इक्जाम्पल अफ कन्डेन्सेसन फ्रम डेली लाइफ। अब त्यस्तै अर्को क्वेसन्स हामीले तयार पार्ने हो। अब यो क्वेसन तपाईँहरूले तयार पार्ने हो।
त्यस्तै क्वेसनहरु दिएको छ। लिस्ट द फ्याक्टर्स द्याट्स इन्क्रिज द अमाउन्ट्स अफ वाटर भेपर्स इन द इन्भाइरोमेन्ट। यो वातावरणमा द्याट इन्क्रिज द अमाउन्ट्स अफ वाटर भेपर, वाटरलाई इन्क्रिज गर्ने के फ्याक्टर्स? पहिलो कुरा के हो त हाई टेम्परेचर। हाई टेम्परेचर यदि अत्याधिक तापक्रम भयो भने अब हिमालहरू, माउन्टेन्सहरू पग्लिन्छ, यहाँबाट के हुन्छ त पानीको मात्रा त्यहाँ धेरै हुन्छ। जस्तै अब सनलाइट्सहरू भयो, यस्तो खालकोले के हुन्छ त पानीको मात्रा बढ्छ। त्यसपछि छ अब कलेक्टिङ इन्फर्मेसन युजिङ सेन्स अर्गान। हामी आफ्नो सेन्स अर्गानको युज गरेर कसरी इन्फर्मेसनहरू, सूचनाहरू प्राप्त गर्न सकिन्छौँ। अब पहिलो हुन्छ कलेक्टिङ इन्फर्मेसन विथ इयर्स। हामी आफ्नो कानबाट इन्फर्मेसनहरू प्राप्त गर्न सकिन्छौँ। जस्तै अब लिसनिङ टु बर्ड सिङ्गिङ, अब चराहरूले गीत गाइरहेछ भने त्यो सुनेर, कम्पेयरिङ द साउन्ड्स अफ डिफ्रेन्ट म्युजिकल इन्स्ट्रुमेन्ट्स। अब त्यही हो भने गीतको साधन जति हामी कानले सुन्न सकिन्छौँ त्यहाँबाट इन्फर्मेसन गर्न सकिन्छौँ। अरू कुरा छ कलेक्टिङ इन्फर्मेसन विथ आइज। हामी आफ्नो आँखाले प्रत्यक्ष रूपमा हेरेर त्यहाँबाट नि के गर्छ त्यो इन्फर्मेसन प्राप्त गर्न सकिन्छौँ। अब कुनै पातको मानौँ कलर चेन्ज भइरहेछ, पहिला थियो हरियो, त्यसबाट भयो पहेँलो येल्लो कलरको, त्यो आँखाबाट वाचिङ द आइस मेल्ट। आफ्नो प्रत्यक्ष आँखाले हेरिरहेको छु, एउटा आइस हामी राखिरहेको छु, यदि त्यसमा हिट दिएर हेर्छु भने के हुन्छ त्यो वेफरमा परिणत हुँदैछ, मेल्ट हुँदैछ आइस। अब्जर्भ बिङ कलर चेन्जिङ अफ लिटमस पेपर, लिटमस पेपर रेडबाट ब्लू भयो, त्यो हेर्छौँ। त्यसपछि विथ स्किन, हामी आफ्नो छालाको मद्दतले कसरी इन्फर्मेसन कलेक्ट गर्न सकिन्छौँ त? फिलिङ द टेम्परेचर अफ द अब्जेक्ट्स। मानौ कुनै एउटा भाँडो एकदम तातो छ भने कसरी थाहा भने यसलाई छुँदाखेरि तातो लाग्छ। यो हामी आफ्नो के हो त स्किनले पत्ता लगाउन सकिन्छौँ। अब रफनेस अर स्मुथनेस अफ अ सर्फेस। अब कुनै सर्फेस मानौ यो अहिले स्मुथ छ, पुरै प्लेन छ, कुनै मानौ ढुङ्गा लियो भने त्यो ढुङ्गा के हुन्छ त खस्रो हुन्छ। त्यसपछि करेक्ट इन्फर्मेसन विथ टङ्स। हामी आफ्नो जिब्रोले अब धेरै प्रकारको स्वादहरू खाएको, अब मिठो हो, तितो हो, नुनिलो हो, त्यस्तो तरिकाहरू हामी आफ्नो नाकले प्राप्त गर्न सक्छ। सरी, टङले, त्यस्तै नोजले अब स्मेल गरेर कुनै फ्लावरको स्मेल कस्तो छ, कुनै फ्लावरहरू धेरै दिनसम्म त्यहीँ छ भने सडेको त्यसको कस्तो आउँछ, त्यो तरिकाको कुराहरू हामी पत्ता लगाउन सकिन्छौँ। अर्को छ अब एचिभमेन्ट्स अफ डिफ्रेन्ट एरिया अफ साइन्स। अब साइन्सको धेरै क्षेत्रहरूमा के एचिभमेन्ट छ, के उपलब्धि प्राप्त गरेको छ, त्यो साइन्टिफिक प्रोसेसले साइन्स हेर्ने। अब एरिया अफ साइन्स पहिलो छ बायोलोजी। अब बायोलोजीमा अर्गान ट्रान्सप्लेसन, क्लोदिङ, टेस्ट ट्युब, बेबी, हाइब्रिड क्रप्स, यस्तो तरिकाले हामी बायोलोजीबाट प्राप्त गर्न सकिन्छौँ। अब फिजिक्समा के छ, जस्तै अब इन्जिन बनायो, माइक्रोस्कोप, एक्सरे, इन्फर्मेसन टेक्नोलोजी, इलेक्ट्रिसिटी, यो सबै के छ साइन्ससँग, फिजिक्ससँग। अहिले तपाईँ मात्र के पढिराख्नु भएको छ त साइन्स। एउटा सब्जेक्ट हो अहिले के साइन्स, एउटै सब्जेक्ट छ, तर त्यही पछाडि गएर यही साइन्स कतिवटा सब्जेक्ट बन्छ त 3टा सब्जेक्ट बन्छ, फिजिक्स, केमिस्ट्री, बायोलोजी। अहिले तपाईँहरू 9मा हुनुहुन्छ, 10मा नि एउटै हुन्छ। जस्ट अब 11मा गएपछि एउटै सब्जेक्ट कतिवटा बन्छ, त्यो 3वटा सब्जेक्टमा परिणत हुन्छ। त्यस्तै बायोलोजीमा के छ अर्ग्यानसँग भनेको हाम्रो शरीरसँग रिलेटेड जति कुरा हुन्छ त्यो बायोलोजी अन्तर्गत पर्छ। अब फिजिक्समा के पर्छ, अहिले हातमा मोबाइल छ, ल्यापटप छ, साइकल छ, मोटरसाइकल छ, फ्यान हो, त्यो सबै कुनसँग रिलेटेड हो त फिजिक्ससँग। फिजिक्ससँग यो सबै रिलेटेड कुराहरू छ। फिजिक्समा जब हामी पढ्छौँ, जस्तै फिजिक्समा हामी फोर्स पढ्छौँ, इलेक्ट्रिसिटी पढ्छौँ, साउन्ड च्याप्टर पढ्छौँ, म्याग्नेट पढ्छौँ, इनर्जीहरू पढ्छौँ, त्यो सबै फिजिक्ससँग रिलेटेड हो। जब अर्ग्यान रिलेटेड पढ्छौँ, प्लान्ट्सहरू रिलेटेड पढ्छौँ भने त्यो बायोलोजी अन्तर्गत जान्छ। त्यसपछि आउँछ केमिस्ट्री, भनेको औषधिहरू बनेको छ, जति जस्तै अब कोभिड-19 को भ्याक्सिन, अब के भयो त्यो
केमिस्ट्री यानि केमिकलहरूबाट बनाइयो। त्यसपछि जियोलोजी एन्ड एस्ट्रोनोमी छ भने वेदरहरूसँग रिलेटेड गर्छौँ, स्टडी अफ हेभेन्ली बडिज गर्छौँ। अब इन्भाइरोमेन्टल साइन्स भने इन्भाइरोमेन्ट रिलेटेड जति इनर्जीहरू छ त्यसलाई हामी के गर्छौँ त यो क्षेत्रमा यति छ। प्लान्ट्स एन्ड एनिमल्स, रिडक्सन्स अफ वाटर पोल्युसन, यो एचिभमेन्टहरू साइन्सको जुन हामी प्रत्यक्ष रूपमा हेर्न सकिन्छ। यी अब अर्को छ भनेको सावधानीहरू जब हामी प्रिकसन्स व्हाइल डुइङ साइन्स एक्टिभिटी यदि साइन्सको कुनै क्रियाकलाप गरिरहेछौ कस्तो सावधानीहरू अपनाउनु पर्यो। पहिलो छ रिड एन्ड अन्डरस्ट्यान्ड द एक्टिभिटी बिफोर स्टार्टिङ। कुनै एक्टिभिटी क्रियाकलाप गर्नु अगाडि त्यसको बारेमा बुझ्नु पर्यो, पढ्नु पर्यो। फ्लो योर टिचर्स इन्स्ट्रक्सन्स केयरफुली। जुन टिचर्सले इन्स्ट्रक्सन निर्देशन दिनुहुन्छ त्यसलाई सावधानीपूर्वक फलो गर्नुहोस्, अपनाउनुहोस्। वेयर ल्याब बुक्स, ग्लोभ्स अफ सेफ्टी प्रिकल्स वेन नेसेसरी। जब हामी मानव फिजिक्स ल्याबमा जान्छौँ, केमिस्ट्री ल्याबमा जान्छौँ भने त्यहाँ हानिकारक केमिकल्सहरू हुन्छ। अब त्यसको लागि आफ्नो जुन जति कुरा दिएको छ ग्लोभ्स लाउने, सेफ्टी प्रिकल्स लाउने, चस्माहरू लाउने, ल्याब कोट लाउने हो। ह्यान्डल केमिकल्स एन्ड ल्याबोरेटरी इक्विपमेन्ट्स विथ केयर्स। अब कुनै केमिकल यस्तो हानिकारक हुन्छ भने तपाईँको स्किनमा पर्न साथ स्किन जलाउन सक्छ। सो केयरफुल भएर गर्ने। नेभर टेस्ट फर स्मेल केमिकल्स डाइरेक्टली। अब कुनै यो छैन कि जस्तै अब कुनै फुल छ त्यसलाई टेस्ट गर्ने, कुनै खानामा टेस्ट गर्ने त्यस्तो केमिकलहरूलाई मिल्दैन। त्यसलाई एउटा क्लिन्स एन्ड अर्गनाइज्ड यो सबै प्रोसेस हो। डिस्पोज अफ वेस्ट मेटेरियल सेफली यो सबै प्रोसेस हो। जब हामी ल्याबमा जान्छौँ भने सावधानीपूर्वक यतिहरूलाई फलो गर्नुपर्छ। अब अर्को छ साइन्टिफिक मेजरमेन्ट। अब साइन्टिफिक मेजरमेन्ट भने कस्तो हो? साइन्टिफिक मेजरमेन्ट इज द प्रोसेस अफ मेजरिङ फिजिकल क्वान्टिटिज एक्युरेटली युजिङ स्ट्यान्डर्ड युनिट्स एन्ड मेजरिङ इन्स्ट्रुमेन्ट। इट हेल्प्स साइन्टिस्ट अब्टेन लेभल्स एन्ड कम्पेरेबल रिजल्ट्स। अब कुनै जस्तै हामी के गर्छौँ त यसमा मिल्क छ। अब मिल्कलाई त नाप्नु पर्यो। अब जथाभावी जेले नाप्ला त हुँदैन। एउटा स्ट्यान्डर्ड मेजरमेन्ट चाहियो जुन सबैले फलो गर्छ। कुनै मान्नु एउटा स्टोन छ, यसको वेट नाप्नु छ। एउटा स्ट्यान्डर्ड मेजरमेन्ट चाहियो जुन मेजरमेन्टले हामी के गर्छौँ त स्ट्यान्डर्ड जो सही छ त्यसलाई मेजर गर्न सकिन्छ। यसको मासले गर्न सकिन्छ, यो कति लिटर छ त्यो मेजर गर्न सकिन्छ। त्यो सबै के आउँछ त साइन्टिफिक मेजरमेन्टको रिलेटेड आउँछ। अब केही फिजिकल क्वान्टिटीहरू छ जस्तै अब लेन्थ भयो। अब लेन्थ भनेको कति डिस्टेन्स हो, एदेखि लिएर बीसम्म कति डिस्टेन्स हो यसलाई त नाप्नु पर्यो। अब यसलाई किन नाप्ने? मेजरिङ टेपले नाप्ने। त्यस्तै छ मास। यसको मास कति छ, यो कति केजी छ, 5 केजी छ, 10 केजी छ, कति केजी छ त्यो हो। अब टाइम घडीमा हेर्ने कति टाइम भएको छ। अब टेम्परेचर कतिको टेम्परेचर मानौँ यो मिल्कै हो यसलाई उमाल्नु छ भने यहाँबाट कतिको टेम्परेचर दिँदाखेरि त्यो उम्लिन्छ। अब भोल्युम नाप्ने लेन्थबाट। त्यसपछि इक्जाम्पल अफ मेजरिङ लेन्थ जस्तै अब मिटर स्केल। अब यसको लेन्थ केले नाप्ने हो त मेजरिङ टेपले मिटर स्केलले नाप्न सकिन्छौँ। अब यसको मास अब वेटिङ आजकल त मेसिन नि आएको छ मेसिनले। अब ब्यालेन्स भनेको जुन तराजु हुन्छ त्यसले नि मास नाप्न सकिन्छ। अब घडीको स्टप वाचले टाइम नाप्न सकिन्छ, थर्मोमिटरले टेम्परेचर नाप्न सकिन्छ, मेजरिङ सेन्सरले त्यसको भोल्युम नाप्न सकिन्छ। त्यो सबै कुरा हो साइन्टिफिक मेजरमेन्ट अन्तर्गत पर्छ। अब साइन्टिफिक नोटेसन अब यो तपाईँहरूको इक्जाममा जुन साइन्टिफिक लर्निङ भनेको च्याप्टर छ त्यो च्याप्टरबाट क्वेसन आउँछ कसरी भन्दाखेरि अब साइन्टिफिक प्रोसेसहरू भयो, मेथड कुनै बेला सोध्न सकिन्छ वा ल्याब जाँदाखेरि कस्तो सावधानी अपनाउनु पर्यो त्यो सोधिन्छ साइन्टिफिक मेजरमेन्टसँग। र बढीभन्दा बढी यो साइन्टिफिक नोटेसन। अब साइन्टिफिक नोटेसन कसरी लेख्ने हो त्यो नि सोध्न सकिन्छ। अब scientific notation is a method of expressing very large or very small numbers in a simple form using power of 10. यस्तै यति हो। जस्तै यो 1 पछि 1 2 3 4 5 6 7 8 9 10 यहाँ कति छ त 10 वटा जिरो छ। धेरै ठुलो भयो। त्यसलाई हामी सानो तरिकामा लेख्छौँ। सानो तरिकामा कसरी लेखिन्छ भन्दाखेरि 1 into 10 को पावर कति छ 1 2 3 4 5 6 7 8 9 10 10 को पावर 10 छ।
त्यसलाई सानो तरिकाले लेख्यौँ त्यसलाई भन्छ साइन्टिफिक नोटेसन। धेरै ठुलो सङ्ख्यालाई सानो सङ्ख्यामा 10 को पावरको रूपमा लेख्छौँ भने त्यसलाई भन्छ साइन्टिफिक नोटेसन। अब जेनरल फर्म्स टी इन्टु 10 को पावर n त्यही हो। अब यो भनेको यहाँको एउटा नम्बर हो 10 त्यसको पावर कतिवटा जिरो छ त्यो लेख्ने। कफिसियन्ट यसलाई भन्छ कफिसियन्ट 10 लाई भन्छ यसलाई भन्छ 20। अब n भनेको एक्सपोनेन्ट त्यसको पावर कति छ यहाँ दिएको छ 1.028 इन्टु 10 को पावर कति छ 3 छ वेयर दिएको छ। यस्तै तरिकाले बिल्कुल ठुलो तरिकाले एउटा दिएको छ 23000 यस्तो दिएको यसलाई कसरी लेख्ने हो 2.3 इन्टु एउटा नम्बर पछि जहाँ पछि हामी पोइन्ट हाल्छौँ यहाँ पोइन्ट हाल्यो भने यहाँ पछि काउन्ट गर्ने कतिवटा नम्बर छ 1 2 3 4 5 6 इन्टु 10 को पावर 6 यसलाई भन्छ साइन्टिफिक नोटेसन। सजिलो छ। यहाँबाट नि तपाईँहरूको कुनै बेला प्रब्लम सल्भ गर्ने क्यालकुलेसन दिन्छ कुनै बेला अर्को दिन्छ यहाँबाट आउँछ क्वेसन। अब दिन्छ रुल्स। रुल्स अफ फर साइन्टिफिक नोटेसन। साइन्टिफिक नोटेसन लेख्नका लागि के रुल्सहरू चाहिन्छ के नियमहरू बनाउनु पर्यो। द बेस इज अलवेज 10 यो जुन बेस छ त्यो बेस के हुनु पर्यो अलवेज 10 हुनु पर्यो त्यसको बेस। द एक्सपोनेन्ट इज अ पोजिटिभ अर नेगेटिभ इन्टिजर्स त्यसको एक्सपोनेन्ट भनेको यो जुन एक्सपोनेन्ट आउँछ नि त्यो पोजिटिभ नेगेटिभ हुन सक्छ। द मेल्टिस्टा भनेको कोएफिसिएन्ट आउँछ ग्रेटर बी देन्स अर 1 टु बट लेस देन 10 भन्दाखेरि यो जुन नम्बर आउँछ उसको कोएफिसिएन्ट हुन्छ के हुन्छ 1 भन्दा ठुलो 10 भन्दा सानो हुनु पर्यो। Move the decimal point until 110 digit remains before it. If the decimal moves the left, the exponent is positive. If the decimal moves the right, the exponent is negative. अब यसको पावर नेगेटिभ कतिखेर लेख्ने पोजिटिभ कति लेख्ने जस्तै मानौ अब 1/2300 यस्तो छ भने 2.3 इन्टु 10 को पावर जब यसलाई माथि लान्छौँ भने के हुन्छ 1 2 3 4 -4 आउँछ। त्यो सबै रुल्सहरू के गर्नु पर्यो अपनाउनु पर्यो। हाम्रो साइन्टिफिक लर्निङ च्याप्टर यतिकैमा सकिन्छ। सानो च्याप्टर थियो धेरै कुराहरू थिएन सिम्पली बुझ्ने कुराहरू थियो। अब यहाँबाट एक्सर्साइज नि सानै सानै आउँछ धेरै ठुलो च्याप्टर नि थिएन त सर्ट तरिकामा हामी डिस्क्राइब गरिदियौ। अब तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो कस्तो लाग्यो कमेन्ट्समा आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला। र मानौ तपाईँको यो भिडियो हाम्रो क्लास 9 को च्यानलमा अपलोड हुन्छ मानौ तपाईँको कोही दिदी दाजु हुनुहुन्छ उहाँ हाम्रो अहिले क्लास 10 मा पढिराख्नु भएको छ भने उहाँको लागि पनि हाम्रो एउटा मेन च्यानल छ दिपेन्द्र एजुकेसन टेक त्यसमा क्लास 10 को कुराहरू अपलोड हुन्छ त्यसमा 9 को र आफ्नो साथीभाइहरूलाई अहिले मानव हेरिराख्नु भएको आफ्नो साथीभाइहरूलाई पनि यसको बारेमा जानकारी गराउनु किनकि हाम्रो नै लक्ष्य के हो कि सबैजना एजुकेसन सबैजनाले दिने हो सबैजनाले बुझ्ने हो पढ्ने हो जहाँबाट पढ्न सजिलो होस् बुझ्न सजिलो होस्। र कस्तो लाग्यो तपाईँहरूले यो भिडियो आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य राख्नुहोला। हस् धन्यवाद। आज भिडियो हामी यति सक्छौँ। अब फेरि छिटै भेट्ने बेला छौँ अर्को भिडियो र एउटा कुरा अब योभन्दा अगाडि कुन च्याप्टर पढ्ने कुन सब्जेक्ट पढ्ने त्यसको नि कमेन्टमा लेख्नुहोस् जसको भोटिङ बढी आउँछ त्यही च्याप्टर त्यही सब्जेक्ट लिएर फेरि भेट हुने बेला छ। हस् धन्यवाद।